हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल। आफ्टर लङ टाइम चाहिँ म चाहिँ भिडियो सुट गरिरहेको छु। आज चाहिँ म मेरो होम टाउन जाँदैछु। यहाँ चाहिँ रातिको 12 बजिरहेको छ हो, किनभने हाम्रो फ्लाइट चाहिँ मर्निङको छ, तर हामी एडभान्स जाँदैछु किनभने बिमारी पनि त लगेर गएको नि त हामीले। पग्गु तिमी पनि जाने दार्जिलिङ? नानी पनि जानु रहर गरिरहेछ। हामी त्यहाँ मेरो भएर गएर कहाँ गएको भन्ने भइरहेछ नानीलाई। म पग्गु तिमी कहाँ गएको अरे? एरोप्लेनमा? ए हो र? ए नानी त पुरा जानुको लागि एक्साइटमेन्ट छ। हामी गएको देख्यो भने त रुन्छ होला। अहिले पनि रात परिसक्यो, सुतेस् भनेको नानी रुएर यहाँ टक्क लेख्छु। अहिले जाँदा त के गर्ला। लगेज चाहिँ कति रहेछ? एउटा, दुईवटा, तिनवटा, चारवटा, 5, तिम्रो 6वटा जस्तो रहेछ हो लगेज। अन्त यो पनि लानुपर्ने बिमारीको। यो पो छोडिन्छ होला है? यो दिन्छ, दियो भने ठिकै छ, दिएन भने चाहिँ फ्याँकिराख्ने। बेचिराख्नु यस्तो गर्नु लागि लगेको। लसुन खायो? लसुन बनायो। छुनालाई खै पप्पी गरेको अन्त? के ल्याइदिनु? दार्जिलिङबाट के ल्याइदिनु? मिठाई? ल मिठाई ल्याइदिन्छु। लिएर आउँछु ल। ओके। तेरो सुताइदैन मुनि खुट्टामा। बिमारीलाई हारिसक्यो। बाई बाई। बिचारा पग्गु खै है, देखाँदै नै बिचारा माया लाग्यो। भोलिपछि जानुपर्छ नि ल। र हामी एयरपोर्ट पुगिसकेको छ। र एकजना चाहिँ व्हिल चेयरको लागि गयो, व्हिल चेयर प्रोभाइड गर्नलाई। एकजना चाहिँ बिमारीसँगै छ। म त अलिकति भिडियो बनाइहालौँ भनेर नि यताउता हेरेर, किनभने हाम्रो यहाँ तक आउँदा त हामीलाई थाहा थिएन। हामीले त ऱ्यापिडो बुक गरिरहेको थिएँ। अन्त यहाँ चाहिँ एयरपोर्टमा चाहिँ ओला र ओबर खालि फ्री इन्ट्री रहेछ। त्यसै कारण 1200 हामीले बुकिङ थियो। हामीलाई लास्ट टाइममा त डल्लै तिर्नु पऱ्यो, 1665 जस्तो पऱ्यो। नेक्स्ट टाइम कोही पनि बेङ्गलोर एयरपोर्ट आउनु हुँदैछ भने ऱ्यापिडो चाहिँ बुक गरेर नआउनुहोस् होला। सिर्फ ओला र ओबर खालि गरेर इन्ट्री फी रहेछ। गाइज आज त म त दुईपल्ट फसियो नि। हामी त अघि अब हामीले 1200 भनेर 1665 जस्तो भाडा लाग्यो होइन एक्स्ट्रा। ऱ्यापिडो हाम्रै मिस्टेक थियो, त्यो हामीलाई थाहा पनि थिएन नि त। मैले त दिमागमा आएन। मैले त आफ्नो आइडेन्टिटी उयसरी लिएर आधार कार्ड केही पनि छैन रहेछ। यति टेन्सन भएको लास्ट मोमेन्टमा चाहिँ खोज्दा थ्याङ्क गड मेरो त्यो पुरानो वालेटमा चाहिँ मेरो पेन कार्ड थिएछ। नभए त पुरा प्रब्लम भएको नि। एउटा ओरिजिनल जे भए पनि डकुमेन्ट्स सो गर्नु भनेर पेन कार्ड थिएछ। बार बाज्यो। अहिले हामी सबै सेक्युरिटी सबै चेकिङ भएर हामी भित्र आएर बसिरहेको छौँ। अब हाम्रो 5:20 को फ्लाइट छ। एन्ड मिलौँ हामी अब सी यू इन बागडोग्रा एयरपोर्ट।